हेलो नमस्ते साथीहरू। म चाहिँ आज पहाडको नौनी भ्यू खान गइरहेको छु। म चाहिँ यसलाई मजाले आगोमा खार्छु। यसरी पहाडको शुद्ध गाईको घिउ चाहिँ एकदम हेर्दा पनि पहेँलो छ। हजुरले देख्न सक्नुहुन्छ। खार्दाखेरि यस्तो स्पेसल भइरहेछ। भरे दानेदार भएर चाहिँ पाक्छ। यो चाहिँ पाकिसकेपछि चाहिँ यस्तो पहेँलो छ गाईको घिउ, प्युर गाईको घिउ। हजुरहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ मजाले आगोमा हामी चाहिँ यसरी खार्छौँ। हेलो गाइज, हाम्रो फाइनल लुक्स चाहिँ यस्तो भइसकेको छ। घिउ चाहिँ खाएर पुरा दामी भइसकेको छ। हेलो, हाम्रो फाइनल लुक्स चाहिँ यस्तो बबाल भइसकेको छ। हजुरले हेर्न सक्नुहुन्छ। यो चाहिँ हामीले मजाले आगोमा खार्छौँ। यो चाहिँ एकदम पहाडको गाईको शुद्ध नौनी घिउ हो। यो चाहिँ पहाड रवि 5 थरबाट आउँछ। हजुरहरूलाई चाहिएमा प्लिज हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो डिभाइन टी एन्ड अर्ग्यानिक हबलाई सम्झन सक्नुहुन्छ। यो चाहिँ एकदम राम्रो छ घिउ। देश विदेश तथा नेपाल जुनसुकै ठाउँमा पनि हामी अल ओभर नेपाल डेलिभर गर्न सक्छौँ।